यो बुहारीबाट बच्चा भएन, अर्को बुहारी बिहे गर्नु पर्यो। के भने बा तपाईँले? म कसरी अर्को बिहे गर्न सक्छु? यो असम्भव है। तैँले त्यस्तो भन्न पाउँदैनस् बाबु, बिहे गर्नै पर्छ। म सन्ध्यालाई धोका दिन सक्दिनँ बा, म बिहे गर्दिनँ। यसको मात्रै कुरा सुन्नुपर्ने हामीले, जसरी पनि यसले बिहे गर्नै पर्छ। ए बुढा, छोराले बिहारेको पनि यत्रो वर्ष भयो, अहिलेसम्म नाति नातिना हुँदैनन्। के गर्नु त बुढी, मैले पनि हिजो सम्झाएकै हो, मान्दैन, मेरो कुरै सुन्दैन। होइन हो बुढा, त्यो बुहारी नै बाँझी छ जस्तो छ। केही न केही नाटक पारेर त्यो बुहारीलाई घरबाटै निकाल्दिन्छ। कसरी निकाल्नु? त्यो बुहारीलाई त्यस्तो अर्कालाई दोष दिने पनि त कुरा हुँदैन। हाम्रो छोरामा पनि केही कैफियत छ किन? हाम्रो छोरामा छैन के, त्यही बुहारीमा छ। तिमीले पनि त्यही बुहारीलाई देखेको छौ है? अर्का छोरी भनेर धेरै हेला गर्नु हुँदैन। हाम्रो छोरी पनि त अर्का घर पुगेपछि अरूले त्यस्तै भन्यो भने कति चित्त दुख्छ हामीलाई। होइन हो, बिहारेको यत्रो वर्ष भएपछि त एउटा सन्तान त दिन पर्छ नि। मलाई पनि नाति नातिनी खेलाउन रहर नभएको त कहाँ हो र? अब छोरालाई अर्को बिहे गर भन्दा मान्दैन। यो बुहारीबाट भएन, के गर्नु? होइन बुढा, हाम्रो एउटै छोरा हो, घरमा नाति नातिना भए मोरे पनि स्वर्ग तरिन्थ्यो होला। हो नि बुढी, मलाई पनि रहर कहाँ नलागेको हो र? यति ठुलो आँगन छ, एउटा नाति एउटा नातिना भइदिए, खेल्दै फराक फुरुक गर्दै हेरेर मर्ने मन छ मलाई पनि। ओइ बुहारी, कहाँ गएर आइकी? कुन चाहिँ नाठो भेट्न गएर आइकी? के भन्नुभएको आमा यस्तो? कहाँ गएर आइकी त? गीता, प्याज चलाएर बुहारीलाई नभन, केही काम परेर बाहिर गएर आएको हुन्थ्यो। के काम पर्नु यसको? बुहारीलाई मात्रै पनि दोष नगर कि, छोरालाई पनि त भन्न सक्नु पऱ्यो नि हामीले। सन्देश, तिमी अर्को बिहे गर, मैले तिमीलाई खुसी दिन सकिनँ। सन्ध्या, तिमी यो के भन्दैछौ? मैले तिम्रो परिवारलाई र तिमीलाई कहिले खुसी दिन सकिनँ। मैले भनेको मान, तिमी अर्को बिहे गर। सन्ध्या, तिमीले यो के भन्न सकेको? म तिमी बाहेक अरू कोहीसँग बिहे गर्न सक्छु र? भनेको मान न फुरुक्क, गर भनेपछि गर। तिमीलाई के भयो? कसले के भन्यो भन त? मलाई छोडिदेऊ। सन्ध्या, तिमीलाई कसले के भन्यो भन त? तिम्रो बा आमालाई सन्तान चाहिएको छ, जुन म तिमीलाई दिन सक्दिनँ। त्यसैले मलाई छोडिदेऊ। सन्ध्या, मलाई सन्तान चाहिएको छ, मलाई तिमी भएको छ। तिमीले मलाई भोलि नै डिभोर्स देऊ।